धन्यवाद छ। भोलिदेखि तपाईँहरूले ज्योतिमलाई प्रत्येक दिन यही ब्यागमा देख्नुहुनेछ है, किनकि देश बनाउनको लागि ठुल्ठुलो पुल बनाउन मात्रै जरुरी छैन। हाम्रै हातमा हाम्रै सिपमूलक कार्य हाम्रै उत्पादनलाई प्रोत्साहन गर्यो भने, यही उत्पादनलाई हामीले अन्तर्राष्ट्रिय स्तरमा देखाउन सक्यो भने हाम्रो त्यो सबैभन्दा ठुलो उपलब्धि हो कि होइन? अहिले मान्छेहरूले चाहिँ बुझेकै छैन। खाने आलुदेखि लिएर प्याजदेखि लिएर गोलभेडादेखि लिएर चामलदेखि सबै इन्डियाबाट आउँछ, तर पनि हामी कृषि प्रधान देश भनेर बाँचिरहेछौँ है। सो आउने दिनमा चाहिँ चाहे माओवादीको सरकार होस्, चाहे जेएनजीको सरकार होस्, चाहे जसको सरकार होस्, स्थानीय उत्पादनलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ। सो यो स्थानीय उत्पादनको लागि दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद छ। र भोलिको दिनमा चाहिँ